हेलो गुड मर्निङ एभ्रिवान। सो तपाईलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा है। तपाईलाई थाहा भएको कुरा हो, म भिडियो अब छुट्टी निक्लिँदा मात्रै बनाउँछु। सो आज हाम्रो छुट्टी थियो। आज चाहिँ नानाको बर्थडे सेलिब्रेसन गर्नको लागि हामी चाहिँ आइरहेको छ निकोलेन हाईवे। यस्तो दामी जग्गा छ है। नानाको बर्थडे चाहिँ अस्ति थियो, तर आज चाहिँ हामी सेलिब्रेसन गरेको है। अन्त यहाँ चाहिँ एकदम हामी रेडी सेडी गरेर है, यो चाहिँ हाम्रो सानो गिफ्ट नानालाई हैन। अब त्यस्तो राम्रो त दिनु सक्दैन र पनि अलिअलि है सानो दिएको नाना चाहिँ देखाउनु हुँदैछ कस्तो लाग्यो के लाग्यो भनेर है। यहाँ चाहिँ सबै गिफ्टहरू हेर्नु हुँदैछ हैन। अन्त अब त्यस्तो राम्रो त हैन, तर पनि हामीले जति दिनु सक्ने चाहिँ हामीले दिएको छौँ हैन। यहाँनिर चाहिँ हेर्नु हुँदैछ। अनि अब म त्यस्तो राम्रो त भिडियो बनाउन सक्दिनँ, जान्दिनँ हैन, तर अब पनि म ट्राई गर्दैछु राम्रो बनाउने है। तपाईहरु साथ सपोर्ट दिनुस् होला है। अन्त आज चाहिँ मैले धेरै दिन बादमा मैले भिडियो बनाएको है, किनभने चाहिँ अब छुट्टी त आउँथे हैन, सबैजना आउनुहुन्थ्यो, तर अब एउटै जग्गामा हामी अब कहीँ जान्थेन घुम्नु, त्यही बस्यो हैन, बस्यो गफ गर्यो खायो आउँथ्यो। अनि एउटै जग्गामा त के बनाइबस्नु हैन, तपाईहरुलाई पनि अल्छी लाग्छ एउटै जग्गा हेरिबस्दा हो। त्यही भनेर चाहिँ मैले बनाएको थिइनँ। सो अन्त आज चाहिँ नानाको बर्थडे पनि थियो, त्यही कारणले चाहिँ अन्त हामी यहाँनिर पनि आइरहेको थियो। अनि चाहिँ मैले बनाएको है आज। सो लास्टसम्म हेरिदिनुहोस् होला है हाम्रो बर्थडे कस्तो हुँदो रहेछ, परदेशमा बर्थडे कस्तो हुँदो रहेछ है। रेस्टुरेन्टतिर पनि बनाउँछ, तर हामीलाई चाहिँ पार्कमा बनाएकै मनपर्छ हो। त्यही कारणले चाहिँ हामी चाहिँ यहाँनिर पार्कमा बनाएको है। हेरिदिनुहोस् होला लास्टसम्म।